भाइ नमस्कार। नमस्कार नमस्कार। हामीले सुरुमा आएको 7 देखि 8 वर्ष भइसक्यो रेस्टुरेन्ट खोलेको। धेरै नै वर्ष भयो। तर वर्षका साथसाथमा त्यसमा आएको च्यालेन्जिङहरू कस्तो थियो, यहाँ आएर खोल्नु मात्रै ठुलो कुरो होइन, पैसा मात्रै लगाउने ठुलो कुरो होइन। तर यो खोल्नै गर्दाखेरि अर्काको देशमा आएर एउटा नेपाली भाइ हिसाबले त्यो टाइममा कस्तो खालको प्रब्लम तपाईँले देख्नुभयो? त्यो रेस्टुरेन्ट चाहिँ आएर युरोपमा खोल्नलाई चाहिँ अलिकति समस्या त हुन्छ। पैसा चाहिँ जान त पैसा जान्छ, त्यसमा हो पैसाकै कुरा हो। तर चाहिँ त्यसमध्येमा अब अरूको देशमा खोल्दाखेरि गाह्रो त हल्का सुरुमा गाह्रो भइहाल्छ। त्यसमा पनि मैले चाहिँ यो रेस्टुरेन्ट खोलेको 2019मा हामीले खोलेको हो। 19मा खोलेको 3-4 महिना जस्तै 3 महिना जस्तो खोल्दाखेरि चाहिँ हाम्रो चाहिँ कोभिडले खाइदियो। अनि सुरुमा हाम्रो चाहिँ एकदमै टेन्सन र प्रब्लम पनि भयो। त्यसलाई चाहिँ हामीले पार गरेर यहाँसम्म अहिले 8 वर्षको हाराहारीमा आइसक्यो। सुरुमा चाहिँ कोभिडले चाहिँ हामीले चाहिँ प्रब्लम दिएको थियो। त्यसले हामीले जसरी तसरी गरेर फ्यामिली मिलेर माथि निकाल्यौँ। अहिले निक्लिरहेछ, चलिरहेछ। अब सुरुमा स्टाफहरू पनि पाउन गाह्रो हुन्थ्यो। अब पेपर भएको मान्छे पनि हुँदैन थियो। कामहरू जानेको सेफको पनि अलिक कमी नै हुन्थ्यो। त्यो हुनाले हल्का चाहिँ सुरुमा चाहिँ 2019, 20, 22तिर चाहिँ अलिकति गाह्रो हुन्थ्यो। अहिले चाहिँ स्टाफको पनि त्यति प्रब्लम छैन। चाहिँ अलि मान्छेहरूले काम पनि सिकिसक्यो। त्यो हुनाले कामको गर्नलाई पहिलेभन्दा अलि इजी छ। अहिले स्टाफको पनि पाउनलाई इजी भयो। सेफहरू पनि प्रशस्त मात्रामा छ। अहिले पहिलेभन्दा धेरै सहज छ। अहिले सहज छ, राम्रो छ पहिलेभन्दा गर्नलाई। त्यो त तपाईँको भयो रेस्टुरेन्ट खोल्ने बेलाको प्रब्लम। अब त्यो खोल्ने बेलाको प्रब्लम तपाईँले त अब यहाँ आइसकेपछि युनिभर्सिटीमा जानुभयो, पढ्नुभयो, भाषा तपाईँसँग त भाषा थियो। जस्तै यहाँ काम गर्ने मान्छेसँग भाषाको प्रब्लम थियो होला, अथवा तपाईँलाई पनि सुरुमा खोल्ने बेलामा कुनै यहाँको हुन्छ नि, यहाँको देश अनुसारको भेष भन्छ, त्यो अनुसारको ल थाहा थिएन होला। कोही गाइड गर्ने मान्छे थियो कि बिस्तारै कुनै मान्छेसँग उ गरेर सहज भयो कि तपाईँलाई कुराकानीमा, अथवा तपाईँले वकिल लगाउनु भयो कि तपाईँसँग त भाषा थियो? होइन, यस्तो हो। म चाहिँ सुरुमा चाहिँ आएर यहाँ भाषा सिकेँ। 1 वर्ष जति पढेँ मैले। 5-7 वर्ष 8 वर्ष जति एउटा कम्पनीमा जागिरी पनि खायो मैले। जागिरी खायो, राम्रै थियो जबहरू। अनि त्यसपछि चाहिँ मैले बिहे गरिसकेपछि बुढाबुढी सल्लाह गरेर अब एउटा केही व्यापार गरौँ, बिजनेस गरौँ न भन्ने प्लान जस्तो भयो। प्लान गरेर चाहिँ हामी चाहिँ मिलेर चाहिँ खोल्ने प्रयास गऱ्यौँ। अनि खोल्दाखेरि ल भनिदिइहाल्यो पनि त्यही प्रब्लम भयो। अनि सुरुमा चाहिँ बिजनेस गाइड गर्ने र हेर्ने चाहिँ यहीँको मान्छेहरू चाहिँ हुन्छ, चाहिँ गर्ने डकुमेन्टहरू हेरिदिने। बाँकी चाहिँ आफूले चाहिँ गर्नै पर्यो होइन। पब्लिसिटीदेखि लिएर मार्केटिङदेखि लिएर सबै आफै गर्नुपर्ने हुन्छ। त्यसमा मलाई अलिकति सजिलो भएको हुनाले मैले चाहिँ सुरुदेखि नै पहिलेदेखि नै सेफ भएको हुनाले, सेफ सिकेको हुनाले, जस्तै रेस्टुरेन्टको बारेमा पुरा नलेज हुनाले सेफको पनि प्रब्लम भएन, वेटरको पनि प्रब्लम भएन, दुइटै काम बोलाउने। ड्राइभरको पनि प्रब्लम भएन। मसँग ड्राइभर लाइसेन्स पनि थियो रेस्टुरेन्ट खोल्दाखेरि। त्यो हुनाले अरूलाई भन्दा अलिकति सहज भयो मलाई चाहिँ। किनकि म जुनै ठाउँमा सेक्टरमा कमी हुँदाखेरि पनि त्यो सेक्टरमा गएर काम गर्न सकेँ क्या मैले। त्यो हुनाले चाहिँ मलाई सेफ भएन आज भन्दा पनि म त्यहाँ गएर फ्राई पनि हलाउनु सक्यो, वेटर भएन भने ट्रे पकाएर जान सक्यो भने त्यसमा चाहिँ अलिकति मलाई चाहिँ त्योमा चाहिँ दुःख भएन मलाई, त्यो आफू सेफ हुनाले। जो मान्छेले सेफ छैन, उसको चाहिँ छैन भनेपछि जानेको छैन, नलेज छैन भने उनीहरू चाहिँ हल्का गाह्रो नै हुन्छ। किनकि सबै रेस्टुरेन्ट चाहिँ एउटा सेफको हातमा हुन्छ। जब रेस्टुरेन्ट सेफै छैन भने चाहिँ गाह्रो हुन्छ। त्यो हुनाले रेस्टुरेन्ट खोल्नुभन्दा पहिले आफूले पुरै नलेज लिनुपर्छ। हल्का फुल्का जस्तै काम पनि जान्नु पऱ्यो। मैले भने जस्तै मलाई चाहिँ सेफको प्रब्लम भएन, केही भएन। किनकि म छोडेर गए पनि आफूले गर्न सक्यो नि त। हो, त्यो चाहिँ हुनुपर्छ। जस्तै 2019को कुरा गर्नुभएको थियो तपाईँले। त्यो कुरा त गर्न त मिल्न त। तर पनि त्यो अवस्थादेखि यो अवस्थामा पार हुँदाखेरि, त्यो 19लाई सम्झिँदाखेरि, अहिलेको यो रनिङ फेजलाई हेर्दाखेरि कतिको गर्व लाग्छ त यो कुरामा? 2019मा खोल्दा बित्तिकै 2 महिना 3 महिना चल्यो, त्यसपछि बन्द भयो भन्नुभयो। अनि त्यो बेलामा लगानी त अब त्यो बेलामा अलिकति प्रेसर भएन त? अब जस्तो यत्रो लगानी लगाइयो, प्रेसर चाहिँ अवश्यकै हुन्छ। त्यत्रो लगानी लगाएपछि अब रेस्टुरेन्ट बन्द गरेपछि अब कसरी एडजस्ट गरेर खोलेको हुन्छ। अनि त्यहाँनिर चाहिँ अब विदेशी मान्छे बाहिर आएर हामी अर्काको देशमा यत्रो पैसा हालेर अनि रेस्टुरेन्ट खोल्दा बित्तिकै बन्द गर्दाखेरि त प्रेसर अवश्य हुन्छ। तर त्यसमा चाहिँ अब फर्स्ट इयर नगएर चाहिँ त्यसलाई समस्याको समाधान कसरी गर्नेतिर गइयो।
बाटोमा आएर रुनुभन्दा समस्या खोज्नु पऱ्यो नि। हो समस्याको समाधान गरेर त्यसमा चाहिँ अब सफल भइयो, धैर्य धारण गरेर नआत्तिएर यहाँसम्म आइयो। जस अहिले हेर्दाखेरि हामीले प्रायः मेडसिनमा पनि, बार्सिलोना पनि, अनि बिल्बाउतिर पनि हामीले धेरै नेपाली रेस्टुरेन्टहरू देख्न सकिन्छ अहिलेको स्थितिमा, अहिलेको अवस्थामा होइन। तर त्यो बेलामा चाहिँ तपाईँहरूको जस थोरै रेस्टुरेन्ट थियो या अहिले नेपालीहरूले धेरै गरिरहेको हो, या तपाईँले त्यो बेलामा नेपाली नै खाना म राख्छु स्पेनमा, नेपाली नै प्रमोट गर्छु, नेपाली खाना बनाउँछु भन्ने थियो कि अरूले अरूको देखेर गर्नुभयो कि त्यो ज्ञान आफूतिर, आफ्नो ज्ञानलाई पनि अगाडि बढाउँछु अनि यहाँ यो नेपाली रेस्टुरेन्ट इन स्पेनमा, नेपाली इन स्पेनमा नेपाली रेस्टुरेन्ट अलिकति कमी छ, यसलाई अलिकति हाम्रो नेपालको झल्को प्लस नेपाली खानातिर प्रमोट गर्छु भन्ने भएर खोलेको हो, या एक दुईवटा रेस्टुरेन्ट छ म अनि खोल्छु नि त भनेर हो, या आफ्नो सिप थियो त्यहीमा ज्ञान थियो त्यसलाई प्रमोट गर्छु र यो स्पेनमा अलिकति नेपाली खाना पनि प्रमोट हुन्छ, आफ्नो स्किल पनि यही छ भन्ने हिसाबमा त्यो यस्तो हो। अब मसँग चाहिँ अब जागिर चाहिँ पक्का जागिर, राम्रो जागिर थियो, जागिर खाइरहेको मान्छे त्यस्तोको कमी पनि थिएन। र मैले रेस्टुरेन्ट खोल्ने बेला चाहिँ पहिले म आउँदाखेरि त यहाँ एउटा रेस्टुरेन्ट मात्रै थियो नेपाली। अनि त्यो रेस्टुरेन्टको अब त्यसलाई अब त्यो एउटा थियो, त्यहाँबाट अरूले खोल्यो खोल्दाखेरि मैले रेस्टुरेन्ट खोल्दाखेरि चाहिँ 5-7वटा रेस्टुरेन्ट हुँदा नेपाली इन्डियन रेस्टुरेन्ट 5-7वटा चाहिँ थिए, राम्रै चलेका छन्, अहिले पनि चलिरहेको छ। तर त्यो देखेर खोलेको होइन, आफ्नो आफू सेभ हुनाले म सुरुमा आउँदाखेरि यहाँ चाहिँ कृषि लगाइरहेको थिएँ, त्यो हुनाले चाहिँ रेस्टुरेन्टहरूमा त्यति ऊ राम्रो नदेखेर चाहिँ मैले जब गरेको हो। जब गरिसकेपछि बिस्तारै राम्रो हुन ल फलाउनु त भनेर आफूले सिकेर आफूसँग ज्ञान भएको हुनाले चाहिँ यतातिर हात हालेको, नत्र मैले जुन कम्पनीमा काम गर्थेँ त्यो पनि खोल्ने मेरो प्लानै थियो। त्योभन्दा बेटर यो हुन्छ, बुढाबुढीले पनि जानेको छ भन्ने हिसाबले चाहिँ यो रेस्टुरेन्टतिर चाहिँ हात लगाएको हो, हात हाल्यो। अनि बाँकी चाहिँ अब त्यही हो, अब नेपाली खाना